खाने हो भने लोकल चाहिँ यसो बोकेर आउनु होला कोक बोतलतिर कोक बोतलमा बोकेर आयो भने मिल्छ जे होस् चुनारी भिर पर्यटकीय स्थलमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ चुनारी भिर ल चुनेरी भिरमा पिङ पनि खेली हेरौँ त पिङ खेली हेरौँ फेरि भिरमा खस्ने होला है फेरि चुनारी भिरमा आएर चाहिँ पिङ खेलेको पनि खेलियो यस्तो डेन्जर भिर छ कि त्यहाँ यहाँबाट खसियो भने बन्जी जम्प भन्दा 100 गुणा हाइट छ यहाँ प्रकाश डाँगी अध्यक्ष भएको वडा हो अलिअलि संरचना पनि बनिया रहेछ दिवाङ बजार बसिराख्ने मान्छेहरूको लागि चाहिँ यसो बिहान हावा खाने ठाउँ पनि रहेछ यो तल भिर हेर्ने हो भने त किसिम छ तल यहाँबाट खस्यो भने त त्यही हो हुन्छ हजुर चुनरी भिर चुनरी 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 भिर कहिले रहिहाल्यो उता उमेनको जरिया नैले उता हेऱ्यो माडी चौरो छ उता खोला चाहिँ धमिलो गइरहेको छ माडी खोला क्यामेरामा उमेश काला हुनुहुन्छ हामी दुईजना यसो उहाँको अफिस पछाडि चाहिँ यसो घुमघाममा छौँ हामी यो पनि रमाइलै अनुभव भयो होला अलिकति सेफ्टी चाहिँ राखिदिनु पर्ने जस्तो लाग्छ मलाई कहिले कसो यहाँबाट फुट्केर मान्छे गयो भने त छैन तल राम 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 मात्रै भन्न सकिने खालको थियो यहाँबाट किनभने तल त खतरनाक छ भिर त पुरा नामै चुनरी भिर अलि सेफ्टी चाहिँ हुनुपर्ने बनताके ताकि भयो
पत्थर चिल्छ मरो राजा बसाइ गर्न मिल्ने रहेछ नि त त्यहाँनिर यहाँतिर किङली पोस्चरमा पुरा ल no gaung aja hudi mela pul hudi hurdi bo kamela pul lai oto awodi no guri ro dahi ro hainun ro ye hurge no dabang ya du jana mas dabang khawda libang rolpa libang katawda 2 number oda reoga rolpa nagarpalika no dabang पनि 2 नम्बर जस्ता कि मरो माडी चौर आवत पर्जे no 5 जेटबाङ पर्जे रोल्पा नगरपालिका 5 चुनारे भिर चुनारे भिर अहिलेको चुना ताने चुनारे भ्यू टावर पनि छ सानो सानो भ्यू टावरको बच्चा कान्छो भ्यू टावर यत्रो यो बढ्छ होला नि अलि ठुलो भइहाल्ला पछाडी देखिराख्नु भएको छ नि त्यो सानो चाहिँ भ्यू टावरको बच्चा धेरै भएको छैन यो केपी ओलीलाई ल्याएर यहाँ ठुलो बनाउन लाउने जस्तो रहेछ पछि चाहिँ यो अलि ठुलो अग्लो भयो भने चाहिँ राम्रो देखिन्छ होला अहिले चाहिँ ठिक्कको छ ठिक्कको छ पोरो यो चाहिँ पोरतिरै जन्मिया हो यो प्रतीक्षालय रहेछ ल अब यहाँ भ्यू टावरको बच्चामा पनि चढ्न मिल्छ को बच्चा फाइनली भ्यू टावरको बच्चामा पनि चढ्यो चुनारे भिर यो रोल्पा नगरपालिका वडा नम्बर 2 रेउगामा पर्छ यो चुनारे भिर नाम पनि रहेछ त्यहाँ चुनारे पर्यटकीय स्थलमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ यो चाहिँ यहाँको चाहिँ एउटा घुम्नु पर्ने ठाउँ हो राम्रो चाहिँ यहाँबाट चाहिँ राम्रो भ्यूजहरू चाहिँ देखिन्छ तल चाहिँ माडी खोला छ अनि माडी चौर फेरि यता छ है यता चाहिँ माडी चौरको पनि एरियाहरू देखिँदो रहेछ यो चाहिँ बज्ने रहेछ यो चाहिँ बज्ने खालको रहेछ भिर त रहेछ है त्यहाँबाट यसरी पुरै ठाडो हुने हो त्यहाँबाट त्यहाँ बाहिर आएर छ नि त्यहाँबाट चाहिँ झर्यो भने त यो त खोलामा सिधै तल पानी खान जाने हो पानी पानी खुवाउनै पर्दैन आफै खान जाने हो आज जे होस् रमाइलो भयो साँझको टाइम म यहाँ रेउगामा चाहिँ यत्रो वर्ष बसेर पनि यहाँ चाहिँ आउन सकेको थिइनँ आज जे होस् मौका जुर्यो रमाइलो रहेछ तपाईहरु पनि एकचोटि समय मिलाएर आउनुस् है खास गरेर लिबाङका तपाईहरु खास गरेर लिबाङतिरका त्यसपछि वरपर जो चाहिँ लिबाङ आउनुहुन्छ एकचोटि चुनारे भिर पुग्नै पर्ने ठाउँ हो यहाँ चाहिँ
एकदम राम्रो चाहिँ भ्यूज छ यहाँबाट चाहिँ ऊ पर चाहिँ माडी चौर पिङ खेल्न पनि रमाइलै रहेछ वहाँमा यतापट्टि चाहिँ यो चाहिँ कोटगाउँ हो यता चाहिँ यो जेटबाङ पर्छ यो चाहिँ राम्रो छ यो चाहिँ जस मुड फ्रेस गर्नलाई ठाउँ रहेछ मनलाई शान्ति बनाउनलाई राम्रो छ हैन पिकनिकको स्पट जस्तो कहाँसम्म हो कुनी तर यहाँ पानीको अलिकति अभाव छ कि क्या हो जस्तो देखिन्छ मलाई चाहिँ पानी कहाँबाट सप्लाई गरिरहेको छ कुनी खोज्दो रहेछ क्यारे यहाँ खाने पकाउने खाने पानीको व्यवस्था पानी उतैबाट ए रहेछ धारा रहेछ त ए ट्याङ्की पनि रहेछ त्यहाँ पानी आउँछ आउँदैन थाहा छैन धारो खुल्जा सिमसिम ओ शिट धारो त हो यो धारो के हो यो धारो ठिक छ धारोको चाहिँ बन्दै रहेछ भन्ने जस्तो रहेछ यो बन्दै रहेछ यो टोयलेट पनि रहेछ पानीको व्यवस्था भयो भने कि पाइप यतातिर पानी छ होला क्या पानी चाहिँ छ होला यो हिसाबले यहाँ पानी छ पानी चाहिँ छ यो पिकनिक स्पटको लागि पनि राम्रो ठाउँ छ है यो गजब रहेछ एक दिनलाई चाहिँ ठाउँ रहेछ अहिले चाहिँ ए के हो यो सुत्ने कोठा जस्तो पानी छैन प्रयोग गर्नु हुँदैन खासै पर्दा छैन तर के हो यो पर्दा जस्तो छ यहाँ धेरै राम्रो छ यो पिकनिकहरू आउनको लागि त्यसपछि चाहिँ अब चाहिँ घुम्नलाई फ्रेस हुनलाई वरपरको राम्रो भ्यूहरू चाहिँ हेरेर चाहिँ आनन्द ल्याउनलाई चाहिँ राम्रो ठाउँ छ सानो सानो हाइकिङै हुँदो रहेछ यहाँ त थोरै चाहिँ अहिले तत्कालको अवस्थामा चाहिँ पानी अलिकति रहेनछ पानीको व्यवस्था हुने हो भने यहाँ चाहिँ राम्रो ठाउँ छ यो सम्भावना बोकेको ठाउँ पनि हो गजब छ
हुन्छ लैजानु बिस्तारै आउँछ हामी बिस्तारै आउँछौँ है बिस्तारै जान्छौँ है Wajeng rezur deh kan kita mau lihat ya छू सकते क्या स्क्रीन से छू ठीक लीजिए 4% Siede muro. Siede merko barkal Nepali ta je kornisi. Alfire muare. Makin kita empunta. Yang Kimangkau
जाने फेरि मानले तानी चाहिँ oke atik tahu ni oke kiri harus choose juga kiri 5 menit tadi gini bahasa mau kikin saya ke jauh takut gini bahasa mau kikin saya tik tak kiri saya hadra aja marah ni merata 1% Oke. Ekstra betri mahal. Ekstra betri mahal. Jim nggak kita